भोलि मेरो अविस्मरणीय यात्रा हुनेछ, मेरो होइन, हामी दुईको। त्यसपछि हाम्रो जिन्दगीका नयाँ अध्याय सुरु हुनेछन्, जहाँ ऊ र मीरा मात्र दुःख सुख साटिनेछन्, पीरहरू पखालिनेछन्। यात्रा भोलि बेलुकाको थियो, तर मन अहिलेदेखि उसँग सवार भएर उडिरहेको छ। यी सबै सपनाहरूले भोलिको केही पलपछि सार्थकता पाउँदै थिए। सबै सोच्दा सोच्दै कतिखेर आँखाले विश्राम गरेछन्। आँखा खोल्दा बिहानको 7 बजिसकेको रहेछ। सुन्दर थियो बिहानी। जब झ्यालबाट हेरे बाहिर, मनहरूले सम्झना ताजा गराइरहेका छन्। अस्तिको दिन बिबार भयो, हिजो नै बेलुका दुलही फर्काउन आउनु भएको थियो, अनि आज नगए भोलिबाट अर्को महिना सुरु हुँदै थियो। दुलही 1 महिना बसेर आई भन्छन् अरे, त्यसैले दिदी आजै फर्कनु पर्ने। त्यसैले भान्सा र कोसेलीको जोहो गर्न हतार थियो। बाबाले ढोकामा उभिएर भन्नुभयो, नानी, दिदी बेनालाई पुर्याउन जाने हो कि? ला बाबा, म त भरे काठमाडौँ जाने त टिकट गरिसकेको छ। भइगयो त, फेरि आउने कहिले हो? टिकट भोलि गर्दा पनि त हुन्छ नि नानी, मम्मीले पनि भन्नुभयो। ला, अब के गर्नु? बाबा मम्मीले भनेको पनि ठिकै हो। अनि क्षितिज, ला के भनौँ म? भन त, कहाँको गाडीको टिकट गरेको? कि भोलिलाई गर्नु भन, होइन भने छोडिदेऊ। एउटा टिकट म काटिदिउँला भोलिलाई, बेनाले भन्नुभयो। कस्तो धर्म सङ्कटमा परे कि म। यो दिनका लागि म कहिलेदेखि पर्खिएकी छु, मलाई थाहा छ। अनि यो अवसर पनि हातबाट फुत्काइदिन लागि परेका छन् सबै। भगवान, अब के गर्नु? दुवैतिर नाइ भन्नै नसक्ने अवस्था आइपुगेको छ। यता नजाउँ परिवारको मन भाँचिन्छ, अनि उसँग नजाउँ आफ्नै मन भाँचिन्छ। के थाहा, यसैलाई उसले एउटा बहाना बनाइदिएर मबाट टाढै पर्यो भने? अनि दोष त मेरै हुनेछ। मैले नै मन्जुरी दिएर फेरि मन्जुरी कसरी फिर्ता लिनु पर्दैछ? मायाले जतन गरेर बाटिन तयार भएको लठारो किन यसरी चुडिन बहाना खोज्दैछ? उफ, किन एकैचोटि जुड्यो यो शब्दै? के गर्दैछस् भगवान? कुन परीक्षा हो यो? नानी, यहाँ आइज त। दिदी ढोकाबाट बाहिर निस्कँदै मलाई बोलाउनु भयो। उहाँ केही भन्न खोज्दै हुनुहुन्थ्यो, त्यसका लागि एकान्त चाहिएर त होला बाहिर बोलाउनु भयो। म पनि पछि लागे। अर्को रुममा बस्नुभयो, म पनि पसेँ। दिदी बेडमा गएर बस्नुभयो। आइज बस, नजिकै बोलाउनु भयो। गएर म पनि सँगै बसेँ। नानी, मेरो परिवार हेर्न पाउँछेस्, साह्रै मजाको हुनुहुन्छ। नानी, म भाग्यमानी हुँ, यति राम्रो घर पाएको छु। हेर्न परिवार कस्तो छ, हेर्न त। दी, तर मेरो टिकट भएको छ आजलाई, अनि फेरि टिकट मैले गरेको होइन, पखतलाई। त्यसो भने त क्षितिज बाबुसँग जाने हो? दी हो, उसैले काटेको छ टिकट। बाबु पनि राम्रो हुनुहुन्छ, तर एक दिनको देखाइ हो मेरो त। नाइ दिदी, हामी